गुड मर्निङ। अहिले हाम्रो पुकेटमा मर्निङ वाक हुँदैछ। कमान नम्बर पुकेटको बीच हो। अहिले त्यति चालु भएको छैन। 9 बजीदेखि उता चाहिँ चालु हुन्छ। अहिले बिहानको 7:30 to 8 बजी होला। खाएको निकाल्नुपर्छ। के खाएको अरे? के खाएको अरे? ल गुड मर्निङ। डे 4 पुकेटबाट अब हामी क्राबीतिर जाँदैछौँ। लेट्स गो क्राबी। आएको कि सुत्न आएको? सुत्ता 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 बल्ल उठे। यहाँ संसार घुमेर आइसक्यो मान्छेहरू। ल पुकेटको यात्रा यहाँ आएर अन्त छ। अब हामी क्राबीतिर जाँदैछौँ। कस्तो भयो त पुकेट बहिनीहरू? एकदम रमाइलो छ। हजुर कताको नम्बर? कहिले? ओके। आतोनबाट चाहिँ क्राबीतिर क्राबीमा यस्तो खालको डाँडाहरू धेरै पाइँदो रहेछ। यो ढुङ्गाको डाँडा जुन चाहिँ समुद्रमै छ अनि यो चाहिँ लेनमै छ। नगरपालिका हुनसक्छ यो। कफी ब्रेक हुँदैछ यो पुकेटको कुनै एउटा ठाउँमा। तेल पनि भर्ने रहेछ। त्यसपछि कफी खाएर जाने। सर्ट पानी ब्रेकपछि अहिले फेरि क्राबीतर्फ जाँदैछौँ। रमाइलो दिन्छ रमाइलो दिन्छ। 2 घन्टा भइसक्यो गाडी भेट्नेको। 2 घन्टा धेरै भयो नि। धेरै भइसक्यो है। 12 पानीको घरहरू त यहाँको कुन लगेको छ डिजाइनहरू सबै कि करिब 2 घन्टाको यात्रापछि 3 घन्टाको यात्रापछि होटलमा आइपुग्यो। लामै रहेछ यात्रा। हेरौँ नि मुख्य हेरौँ नि। कमान आउनुहोस्। हुलाला रेसोर्ट एन्ड स्पा। सो स्पा पनि रहेछ यहाँ। सो स्पामा जानु पर्ला एकछिनमा। होटल हुलालाको के भयो रुम क्लिनर सर्भ गर्ने मान्छेहरूसँग चाहिँ च्याट गर्दैछ केटाहरू। थाइल्यान्डमा केही सिक्ने प्रयास गर्दैछ। क्राबीमा होटलको नजिकै देखेको दृश्यहरू राम्रो छ, क्लिन छ। ओके क्राबीको स्ट्रेटमा अहिले हिँड्दैछौँ हामी। करिब 10 मिनट जति टाढा बिच रहेछ। त्यो बिचमा जानुको लागि चाहिँ किन ट्याक्सीमा चढ्ने भनेर हिँड्दैछौँ सबैले। घाम लागेको छ यतिखेर। दिउँसोको लाइकली कति बज्यो? 2:30 बजिसकेको छ। बिचमा गएपछि फेरि अर्को ठाउँ जाने प्लान छ बोट चढेर। सी हाउ कस्तो हुन्छ। लेट्स ट्राई द फास्ट फुड ओभर हियर क्राबीमा। ल चुज द फुड। थाइल्यान्डको प्रडक्ट सिङ्गाबियर हो। यो मेरो होइन, मैले मेरो पसलमा गाइडले टुरिस्टलाई ब्रिफ गर्दैछ। आई थिङ्क आई डोन्ट नो वेदर आई क्यान टेक द पिक्चर अर नट। लेट्स गो। क्राबीको बिच हो यो। निकै विन्डी छ। मोस्टली फरेनरहरू धेरै पाइँदो रहेछ। फरेनर भन्दा हामी नै फरेनर हो, तर हामीले बुझेको चाहिँ गोराहरू। सो दिस द ब्युटिफुल प्लेस छ। यहाँ स्विमिङ गरेर यतातिर के अरे ल्यान्डस्केपहरू हेर्न सकिन्छ। सो यो पर देखेको यो हात्ती जस्तो देख्नेहरू बिच चाहिँ हाम्रो भोलिको टुर छ। सो आई क्यान जुम अन फोर आइल्यान्ड। आई थिङ्क भोलि हामीले यही ठाउँमा गएर टुर गरेर आउँछ होला। प्याकेजमा हो, उनीहरूले लान्छ। आई थिङ्क दिस इज द प्लेस वेयर वी आर गोइङ टुमोरो। यहाँ पठाउ जस्तै यहाँ चाहिँ बोल्ड हुन्छ। 8 सिटर बुक गरेको 6। सो 8 सिटरलाई चाहिँ 350 1 किलोमिटर जानको लागि। Understood?
हेलो गाइस, यो हाम्रो एडभेन्चर ट्रिप हो। लक्ष्मी श्रेष्ठ कस्तो छ? हेलो, कम सक्छ लक्ष्मी श्रेष्ठ, कम अन, डोन्ट वरी, टेक अ रिस्क, कम अन, गो, हेलो, कम अन, यस, गो, गो। Action!